नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जसमा भगवानले भन्नुभएको छ, मित्ते भजस्सु कल्याणे शुद्धा जीवे अतन्दिते पट्टिसन्थार भूतस्स आचार कुशलोसिया ततो पामोज्ज बहुलो दुःख सन्तम करिष्यति। भन्नको अर्थ रहेछ, सेवा सत्कार गर्ने स्वभाव भएको तथा राम्रो आचार पालनमा निपुण भएको यस्तोले आनन्दरहित दुःखको अन्त गर्छ र सेवा पनि ठुलो कार्य रहेछ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।